वेलकम गाइज माई न्यू ब्लग। आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि यहाँ पनि सन्चै आरामै छु। त्यही त भनेको, अब अस्तिसम्म म रेगुलर ब्लग बनाउन पाएन, त्यसैले अब माफ गरिदिनु होला। अब आउँछु, अब चाहिँ रेगुलर आउँछु, तपाईँहरूको छेउमा रेगुलर आउँछु। हल्का फुल्का अलि सानो सानो काम थियो, त्यसैले म भिडियोमा अब रेगुलर आउन पाएन। अब आजदेखि चाहिँ आउँछु। त्यही त अब म यहाँ घरमै थियो। अब म तरकारी लिन जान लागेको, मम्मीले कल गर्नुभएको थियो। म यहाँबाट गएर अब पैसा लिएर अब मासु खाने, आज मासु खाने, कहाँ खाने मासु। त्यही भन्यो। अनि के भन्न लागेको थियो भन्दाखेरि, हजुरहरूलाई धेरै धन्यवाद, भित्रै मनदेखि नै तपाईँहरूलाई धेरै 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 धन्यवाद। मेरो 41 सब्सक्राइबर गरिदिनु भएकोमा अझै माया गर्नुहोस्, अझै माया देखाउनुहोस्। हजुरहरूलाई धेरै धन्यवाद। मेरो 1K पुऱ्याइदिनु, 1K सम्म गाइस पुऱ्याइदिनु। हजुरलाई धेरै धन्यवाद। अझै माया, सपोर्ट गरिदिनु होला। अनि हिजो सरस्वती पूजा थियो, तपाईँहरूको के भयो होला? राम्रै भयो होला। म पनि यतै राम्रो भएको थियो, रमाइलो भयो। तर पहिला पोहोरको त झगडा सगडा हुने, यताउति हुने, बाफरे केही नहुने सक्दा। ल गाई, अहिले चाहिँ म अब वहीँ मासुपसुमा गएर भेट्छु नि त है त। फेरि पनि मैले चाहिँ मासुहरू लिइसक्यो। म घर जाँदैछु, घर फर्किँदैछु। भर्खर मासु लिएर आएको गाइस। म चाहिँ अब घर गएर अब यो दिनुपर्छ। चाह्यो भने त मैले बनाउनु पर्छ होला। म चाहिँ अहिले घर जाँदैछु। अहिले घर गएपछि भेटौँ होला नि त। घर गए भेट्छु है त। म चाहिँ अब अहिले घर आइसक्यो यहाँ। त्यही त अब थ्याङ्क यू फर वाचिङ दिस भिडियो। अझै माया गर्नु होला। नयाँ हुनेहरूलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबै गरिदिनु होला है त।